हेलो एभ्रिवान गुड मर्निङ आज चाहिँ हामी ओरेन्ज टु न्यू क्यासल जाँदैछौँ त्यो त हजुरहरूलाई पक्कै नै थाहा भइसकेको छ होला पक्कै नै होइन सो हामी जाने क्रममा चाहिँ 7-11 गयौँ अनि कफी खाएर इन्जोय गऱ्यौँ होइन त्यसपछि हामी लाग्यौँ फर्स्ट सिडनीतिर सो सिडनीमा गएर भोक पनि लागिरहेको थियो अनि मलाई चाहिँ फेरि खानै मनपर्छ सो खाना खायौँ अनि त्यसपछि हामी फेरि न्यू क्यासलतिर लाग्यौँ सो न्यू क्यासल जाने क्रममा चाहिँ यस्तो रमाइलो थियो नि रुखहरूदेखि लिएर एकदम बाक्लो जङ्गल होइन सो त्यही माथि त्यो पहाडले चिरेर बनाएको बाटो कस्तो मन पर्यो क्या सो इन्जोय गर्दै हामी गयौँ त्यसपछि होटल पुग्यौँ होटल गएर पनि भिडियो बनाउँदै थियौँ सो त्यसपछि हामी लाग्यौँ उता क्वाड बाइकतिर सो क्वाड बाइक जाने क्रममा चाहिँ मलाई दुबईको जस्तो भाइस आइरहेको थियो कि दुबईको मरुभूमि हुन्छ नि मरुभूमि पुरै त्यस्तै वाला टाइपको मलाई त्यस्तै लाग्यो तर होइन रहेछ यो त अस्ट्रेलियाको न्यू क्यासल रहेछ सो मैले चाहिँ भिडियो नबनाइकन बस्नै सकिनँ कि सो त्यही भएर मैले चाहिँ भिडियो बनाउँदैछु होइन एकदम धेरै एक्साइटेड छु भन्दैन एक्साइटेड किन नहुनु नै मेरो फर्स्ट एक्सपिरियन्स न थियो सो त्यसपछि हामी फोटो खिच्नतिर लाग्यौँ फोटोहरू पनि खिच्यौँ होइन एकदम रमाइलो छ हजुर पनि जानु होला होइन क्वाड बाइकतिर त्यसपछि हामी लाग्यौँ क्यामेल राइडको लागि चाहिँ वेट गर्नुपर्ने थियो 2-5 मिनट सो हामीले चाहिँ भिडियो बनाएर बस्यौँ अनि सोधै थिएँ बुढोलाई होइन तपाईँ आउनु भएको छ कि छैन भने बुढो पनि म नि छैन तिमीसँग मात्रै हो भन्दै हुनु सो क्यामेल पनि आइसकेको थियो अनि मैले क्यामेलको भिडियो पनि बनाएँ सो हामी चाहिँ क्यामेल राइडतिर लाग्यौँ क्यामेल राइड गर्दा चाहिँ मलाई कस्तो आफू अग्लो भएको फिल लागिरहेको थियो क्या किन भन्दा क्यामेल एकदम धेरै ठुलो थियो अनि त्यहाँबाट भ्यूहरू हेर्दा नि एकदम राम्रो बिचहरू देखिरहेको थियो क्या सो म चाहिँ भिडियो नबनाइ बस्नै सकिनँ अनि भिडियो बनाउँदै थिएँ होइन सबैजनालाई देखाउँदै थिएँ कि अनि बुढोलाई नि देखाउँदै थिएँ बुढो मक्कै भइरहनु भएको थियो क्या मलाई पनि बुढीले देखायो भनेर होइन देखाउ किन नदेखाएको म देखिनँ के भन्दै हुनुहुन्थ्यो होइन सो मैले चाहिँ ल हेर्नु न त राम्रोसँग अनि भनिदिएको थिएँ म कति ह्यान्डसम देखाएको छु है भन्दै हुनुहुन्थ्यो मेरो बुढो ह्यान्डसम हुनुहुन्छ होइन सो बाइ द वे यस्तै हो तपाईँहरू पनि जानु होला क्यामेरा राइडतिर क्वाड बाइकतिर यति धेरै रमाइलो हुन्छ होइन मेरो त फर्स्ट एक्सपिरियन्स थियो सो यस्तै हो त्यसपछि हामी त्यहाँबाट चाहिँ गफ गर्दै चाहिँ हामी लाग्यौँ फोटो खिच्नतर्फ अनि फोटोहरू खिच्यौँ 2-4वटा त्यसपछि हामी चाहिँ फेरि उता रेस्टुरेन्टमा गयौँ रेस्टुरेन्टमा गएर फेरि खाना खायौँ खाना नखाइकन त म त बस्नै सक्दिनँ गाइज मेरो त फेभरेटै खाना हो सो खाना खाएँ त्यसपछि हामी फेरि लाग्यौँ सिटी पनि कति रमाइलो राम्रो ठाउँ रहेछ होइन म त पहिलोचोटि गएको मलाई चाहिँ एकदम मन पर्यो सिटी पनि सिटीहरू घुम्यौँ अनि सपिङहरू पनि गर्नु थियो गऱ्यौँ तर त्यो चाहिँ अब भिडियोमा राख्नलाई चाहिँ लङ हुने भएर मैले राखेँ सिटी घुम्दै चाहिँ हामी पुग्यौँ फेरि अर्को सिटी नजिक एउटा बिच थियो त्यहाँनिर गयौँ करिबन 5 to 6 भएको थियो होला समथिङ टाइम पनि सो त्यसपछि हामी एन्चक वाकतिर लाग्यौँ सो त्यो टाइममा चाहिँ मध्ये अँध्यारो भयो भएर होला एकदम भ्यू पनि राम्रो आइरहेको थियो अनि हावा पनि शीतल भइरहेको थियो कि मलाई कस्तो कुल फिल गरिरहेको थियो क्या सो थ्याङ्क यू फर वाचिङ भिडियो एभ्रिवान बाई